यहाँ तो लॉलीपॉप खा रहा है यार। अरे खाओ ना दबा के। अरे पेल के खाओगे तो रेल के मारोगे, ये बात याद रखते तो आज नहीं ना आती है हालत। हेलो गाइज, वेलकम बैक टू माई न्यू ब्लग। तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। आज हामी गइरहेको छौँ झुम्काको रामधुनी। अभी मजा आएगा ना भिडो। हामी स्कुल गएको थियो, स्कुलमा चाहिँ प्रोग्राम हुँदै थियो र पढाइ पनि थिएन। केटाहरू भने हिँड घुम्न। अब जाडो छ, यस्तो जाडोमा अहिले चाहिँ घाम उदाइसक्यो थोरै थोरै। अब जाडो मौसममा घुम्न मन भइहाल्छ। अहिले त हामीहरू गइरहेको छौँ रामधुनीतिर। तीनवटा केटाहरू चाहिँ अगाडि गइसकेको छ र एउटा केटा चाहिँ पछाडिमै छ, आइरहेको छ थोरै बिस्तारै बिस्तारै। गाइस के भन्नु यार, अघिदेखि केटाहरूको पछाडि गइरहेको छु तर अहिलेसम्म पुगेको छैन यार। म त कहिले गएकै छुइनँ। अब कुन कुन बाटो लगिरहेको छु त्यो पनि थाहा छैन। फेरि म खालि पछाडि गइरहेको छु तर अहिलेसम्म पुगेको छैन। अघिदेखि साइकल हाँकिरहेको छु। ताजा आउने बित्तिकै बादरको दर्शन भइहाल्यो यार। यहाँ चाहिँ होइन सुनसान छ, यताउता जङ्गलै जङ्गल छ, जङ्गल छ होइन, पुरै सुनसान छ। मान्छेहरू थोरै थोरै गइरहेछ। अहिले चाहिँ हामी होइन केटाहरू यहाँ मस्तले यहाँ केटाहरू फोटो खिचिरहेको छ होइन। तीनवटा केटाहरू छ यहाँ मस्तल फोटो खिचिरहेको छ। एकजना केटा चाहिँ पछाडि नै छ, गर्लफ्रेन्डसँग कुरा गर्दै थियो, अहिलेसम्म पुगेकै छैन। त्यसैले त्यसको खातिर अहिले हामीहरू वेट गरिरहेको छौँ यहाँ होइन। दुईवटा बादरहरू छ यहाँ, बादरहरू रहेछ होइन, दुईवटा बादरहरू मस्तले त्यहाँ बसेको छ रोडमा। मलाई चाहिँ डर लागिरहेछ। हेलो हेलो, ता मेरो साथी होइन एकजना जाँदैछ। अब के हुन्छ होइन, त्यहाँ हेरौँ न त। डरलाई भाग्छ कि हामीहरूलाई अट्याक गर्छ। त्यो गाइजले होइन हामी यहाँ आइसकेपछि बादरहरू डरलाई भागिसक्यो होइन। सक्नुहुन्छ गाइस, यहाँ मेरो साथी समात्न गएको थिएँ तर बानर डरले भागो। अब सम्झनु म कस्तो खतरनाक मान्छे हो। अब मेरो साथी भनेको खतरा भइहाल्छ होइन, खतरा मान्छे हो। फेरि त्यहाँदेखि होइन अगाडि गइरहेको छु। आफ्नो एउटा दोस्तलाई त्यहाँ पर्खिरहेको थिएँ होइन, अहिलेसम्म आएको छैन यार। त्यसैले आधी घन्टा भइसक्यो, त्यसैले अब अगाडि गइरहेको छु होइन। यहाँ त पुरै टन्नै बादरहरू रहेछ यार। यहाँ होइन हेर्नु सक्नुहुनेछ, यहाँ हामी आइसकेको छु होइन। यहाँ टन्नै बादरहरू रहेछ। फाइनली गाइज अब हामी आइसकेको छु रामधुनी। यहाँ हेर्न सक्नुहुनेछ बादरहरू, धेरै बादरहरू रहेछ। यो भइसक्यो हाम्रो रामधुनीको गेट। अब हामी भित्र पसिरहेको छौँ, केटाहरू गइसकेको छ अगाडि। यहाँ चाहिँ होइन बादलहरू रुखबाट यताउता गरिरहेछ। मलाई थोरै थोरै डर पनि लागिरहेछ, अट्याक सट्याक गर्छ कि के हो। ओहो, यहाँ त कति बादल रहेछ यार। ल होइन केटा हो होइन, ओ होइन के हेरेको। यहाँ चाहिँ गाइस धेरै मन्दिरहरू रहेछ होइन। यहाँ एउटा सानो पोखरी रहेछ, पोखरी उता चाहिँ मान्छेहरू काम गरिरहेछ। यहाँ केटाहरू फोटो खिचिरहेछ होइन। अरू मान्छेहरू चाहिँ त्यहाँ क्यामेरा लिएर फोटो खिचिरहेछ। अहिले त धेरै मान्छेहरू छैन, यस्तो 9-10 जना मात्रै रहेछ होइन। अब गइरहेको छौँ मन्दिरको घुमघाम गर्न होइन।
ओहो यहाँ त ललिपप खाइरहेको छ यार। हामी चाहिँ 4 जना छौँ होइन, तर 2 जना चाहिँ त्यहाँ गइसक्यो मन्दिरभित्र होइन, र 2 जना हामी चाहिँ यहाँ बाहिर बसिरहेको छौँ किनभने यो जुत्ताको हेरचाह गर्न। यहाँ चाहिँ होइन धेरै बाजारहरू छ, कसै लगिदियो भने जुत्ताहरू त फेरि धेरै ठुलो प्रब्लम भइहाल्छ होइन। त्यसैले हामी 2 जना यहाँ क्रिस्डन छ होइन, एकजनाको बाजारले होइन के लगिरहेछ होइन। त्यहाँ नै बिस्कुट थियो के थियो होइन, त्यो बाजारले लगिदियो होइन, त्यहाँ खाइरहेछ। यिनीहरू फेरि होइन जतिजना छ यहाँको सबजनाले आफ्नो कपडाहरू लगिरहेछ। त्यहाँ बिस्कुट फ्याल भइरहेछ। भाई यहाँ पे क्या हो रहा भाई, ये कहाँ फंस यस्तै गया हो। भाई मैं? यहाँ आइसकेपछि होइन तपाईँहरूले राम्रोसँग सतर्क रहनु, आफ्नो केही सामानहरू नछोड्नु, बाँदरहरूले फेरि त झ्याप हानिदिन्छ। अब 2टा केटाहरू आइसकेको छ र अब हामीहरू गइरहेको छौँ 2 जना। एउटा यहाँ छ होइन घन्टी पनि होइन। अब चाहिँ राम्रोसँग बजाऊ। यहाँ हेर्न सक्नुहुनेछ बादरहरू होइन। तेरे साथ से सिया राम से सिया राम से सिया राम से सिया राम से। जय बजरंगबली। हेलो 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 हेलो। हामीहरू चाहिँ यहाँ होइन घुमघाम गरिसकेको छु, अब जाँदैछु घरतिर। यहाँ त चारैतिर बाजारै बाजार छ। गाइस अहिले चाहिँ हामी होइन घर गइरहेको छौँ। फोटोसोटो धेरै खिचिहाल्यौँ होइन। यता चाहिँ मान्छेहरू पिकनिक मनाइरहेको छ होइन, धेरै मान्छेहरू आएको छ। फ्यामिली होला, सबजना फ्यामिली मिलेर आएको छ होला होइन। यस्तो राम्रो धार्मिक ठाउँ रहेछ, तर मान्छेहरू कसरी यहाँ डेटिङ बस्न आइहाल्छ यार, थाहै लाग्दैन। बात तो सही है। अहिले चाहिँ हामी घरतिर लागिरहेको छ होइन। अब एउटालाई हेर्नु, एउटालाई यसलाई यसको होइन, अब केही छैन यसको। हामी कहाँ घुमेर आइहाल्यो। यसको ठाउँमा बोल्ने केही छैन। ये बड़ी अच्छी बात कही आप। कहाँबाट केटी भेटेर आयो थाहा छैन। यति घुमे 2-3 घन्टा लाग्यो हामीलाई घुम्दा घुमेर हामी फर्किँदैछु घरतिर। हामी घुमेर घरतिर फर्किँदैछु, तर यो अहिलेसम्म भर्खर यहाँ पुगेको छ। मासर यस्तो छ यो, गाली पनि दिन मन लाग्दैन कि ब्लगमा। त्यही पनि के भन्नु, अब भनिदिँदैछु। भर्खर हामी रामधुनीको मन्दिर पुरै घुमेर आइसके, घरतिर जाँदैछु, आधी बाटो आइसके, अनि आउँदैछु। यो हामी सँगै निक्लेको मान्छे हो, भर्खर आधी बाटो समय पुगेको छ। अब भन्नु त, सबै ग्रुपमा एउटा केटा लोन्डिया बाज हुन्छ क्या। मेरो दिमाग चाच्छ क्या। पुरै मन्दिर फर्केर आइहाल्यो हामी। 2 घन्टा लाग्यो, तर भर्खर यो आधी बाटोमा छ। यही हो पछाडिमा बस्ने, हेर्नु सक्नुहुन्छ तपाईँ। यस्तो छ यो नेटवर्क।
अहिले पनि कुरा गर्दै आउँथ्यो तर नेटवर्कै छैन यहाँ जङ्गलमा, त्यसैले यो अलि छिटो आयो। यो यस्तो छ, यो सबै ग्रुपमा एउटा कुकुर हुन्छ क्या। अरे खाओ ना दबा के। अरे पेल के खाओगे तो रेल के मारोगे, ये बात याद रखते तो आज नहीं ना आती है हालत। ये देखिए गाइस, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले हेरेको हुन्छ भने तीनवटा भोकर चाहिँ हामी दुईजना होइन यहाँ बाटोमा आइरहेको थिएँ, तीनजनाले खाइ पनि सक्यो, हामीहरूलाई एकचोटि पनि कल गरेन। यस्तो साथी बनेको यस्तै हुन्छ। तिनवटा केटाहरू चाहिँ होइन हामीसँग गद्दारी गरिहाल्यो। अब तिनीहरू खाएर गइ पनि सक्यो होइन, घर जाँदैछ। अब हामी दुईजना यहाँ दोस्तहरू मिलेर होइन यहाँ अब हामी पनि चाउमिन खाँदैछौँ होइन। यहाँ चाउमिन भइसक्यो। अहिले हामी चाउमिन खाइसकेको छु र अब जाँदैछु घरतिर। आज चाहिँ हामी रामधुनीबाट घुमेर आइसकेको छौँ। यो म हो अनि यो मेरो साथी यता छ होइन। फाइनली आज हामी झुङ्गामा चाउमिन खाएँ अनि घरतिर अब लाग्दैछु। यो हाम्रो गाउँ हेर्न सक्नुहुन्छ होइन। अहिले हामी झुङ्गाबाट तल आइसकेको छौँ। हामी घरतिर लागिरहेको छु होइन। यो भइसक्यो मेरो रबिन दोस्त, दुईजना छु होइन। आउँदाखेरि चाहिँ 5 जना थिए र जाँदाखेरि चाहिँ अहिले 2 जना मात्रै छु। 3 जना चाहिँ केटाहरू हामीहरूसँग गद्दारी गरिहाल्यो, तिनीहरू घर भागिहाल्यो होइन, हामीहरूलाई छोडिदियो र अहिले हामी 2 जना मात्रै गइरहेछौँ। अहिले चाहिँ चिसो धेरै छ, हावा पनि चिसो लागिरहेछ, मौसम पनि धेरै चिसो छ। म चाहिँ साथीको घरमा थोरै टाइम रोकेको थिएँ होइन र अब जाँदैछु घरतिर। अहिले चाहिँ 5:30 भइसकेको छ। घरबाट आउँदाखेरि 10 बजी निस्केको थिएँ घरबाट र अहिले 5:30 भइसकेको छ। घरमा के कति गाली दिन्छ थाहा छैन फेरि। अहिले होइन यहाँ सुनसान छ, अगाडि पछाडि पुरै सुनसान, एक्लै छु। राति पनि हुँदैछ, 5 भइसकेको छ। हाम्रोतिर चाहिँ अहिले धेरै जाडो छ, हावा पनि थोरै चलिरहेछ, मौसम चाहिँ पुरै चिसो छ। तपाईँहरूतिर कस्तो छ कमेन्ट गर्नु होला र ब्लग मन परेमा लाइक र एउटा सब्सक्राइब गरिदिनु होला। सबैलाई बाई बाई।